दाम भ्यू छ है गाइस दामी जग्गा छ है जग्गा छ ओइ 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 जहाँ गयो नि किन यो ट्रान्समिटर लगाइस ये ट्रान्समिटर अनि यसलाई घारी किरा भन्छ ल किरा घारी भन्छ कि घारी किरा भन्छ किरा घारी भन्छ किरा घारी ल गाइस म चाहिँ बनाउँछु बाटो ल गाइस त कुन मोबाइल हो सर यो यो हो के इन्फिनिक्स GT30 Pro त्यहाँ डाँडा गाडा है गाइस ट्रान्समिसन लाइन है गाइस तर अर्कै बाटो ठिक्थे बाल छैन जङ्गे लाइन सर बाल छैन मतलब छैन के कसो मिसहरू बाल छैन जङ्गीलाई बाल छैन म त ठेको हो तपाईँको बाल छैन जङ्गीलाई बाल छैन ल जङ्गेलाई बाटो चुक्ता छ फेरि है गाइस बाँचिन्न होला धेरै कहाँ हो जाने हो गालामा हात लाउने हो ट्याक्क लाएर बस्ने हो पुराना भाका सुन्ने हो सर मोबाइलमा देउराले भन्ज्याङ चढेर डिजेपुर खोला तरेर होइन सानोलाई बोलाउँदा बोलिनु पर्न पिर पऱ्यो भने हस्त बस्ने हो देयर इज नथिङ इज टु डु पछाडिको ब्याकग्राउन्ड राम्रो छ कस्तो आँधो मान्छे म नि त यो ठ्याक्कै देखियो सिन देखाएलामा फेरि भिडियो खिच्न पाइदिनु सर अब हेर्नु रुख यत्रो रुख देखाएको अघिसम्म कस्तो दामी बादल देखाएको साइडबाट गर्नु न वाउ हेभन इज मिथ भन्छ नेपाल इज रियल हेभन इज मिथ नेपाल इज हो सही हो यस्तो जुम गरेको यस्तो खत्तम आउँछ कि भिडियो मेरो ब्लग त क्लोज हुन्न गाइस होइन बरु गाह्रो भइहाल्छ यहाँ अलिक गाह्रो भइहाल्छ अब पुग्न लाहौँ होइन ठुल्ठुला टाउकेहरू भित्र बस्यो हामी त बाहिर बस्ने हजुर मिस आज त पुरै छैन कि सब यहाँबाट हेर्ने हो तल 2 किलोमिटरसम्म सब सकाइदिने कि गोलाएर हाइट भन्नु त छपानामा आएको बेला मान्छे फन्नी हो सर नभए म यस्तो झलाइहाल्थेँ हिजो होइन छपानमा आएको बेलामा एकुरेट गर्ने त्यो त्यतिखेर त गर्नै पऱ्यो होइन अफिसको छाप लगाएर जान्छ त्यतिखेर डाटा रेकर्ड गर्नलाई यस्तो भिड फाल्ने क्या म ओ माई गड हुसुला है गाइस है भिडियो गर्नु न अझै आएन क्याप लाएको म है गाइस है यस्तो राम्रो सिन छोडेर फेरि मलाई देखेर छु नि साँझ युट्युबमा हालिदिने हो फेरि मस्त लागेको छ यो दिया मिस त है उता हेर्नु उता ए तेरिका अब कसरी चाहिँ गर्नु ए डार्लिंग तो पहले से कितना बदल गया स्ट्रांगली ये जादू तेरा मुझ पे चल गया भयो म गर्दिन कस्तो दामी आज पुरै छाड्नु न त भैया मेरोमा यत्रो धेरै स्टोरेज पनि छैन सब फेरि उडाउनु पर्छ कति हो स्टोरेज 128 तर साँच्चै 128 त यो घातै गरे नि आइफोनले बेस भर्जनमै 256 दिए ठिक हुन्छ क्या 4K अनि 60 FPS मा रेकर्ड गर्नलाई अप्सन दिएछ स्टोरेज 128 GB हो भने के पनि रोएर पाएको फोन हो 128 भए पनि काम चलाउँदैछु केही भन्नु छ सर दुःख मर्का गुनासो पीडा
जे बस छ कहिले जे कतिखेर छ मनमा छ पुग्छ। सर होइन जे छ भित्रभित्रै मनमा छ। भित्रभित्रै कुहाएर राख्ने हो कोहीसकेपछि त्यही हो रक्सी पारिदिने पार कति कहानी हो त्यस्तो सल्लाह छ गाइस है ओए गाह्रो भइगएछ है अब त पिच रोड आइसक्यो फेरि ल भ्यू राम्रो देखियो यहाँ चलान कस्तो नाम थियो है है? आज हामीलाई लिनै आउँदैन यार आफै जोगतिर पुग्नु पर्थ्यो मैले भने त आज त कुले नपाउने दुःख पाइने आउँदैन दुःख हिजो के दुःख थियो र होइन हिजो त हिजो चाहिँ ट्रेलर हो आज अब मुभी आज बाँकी चाहिँ इन्टरमिसन अब फेरि भोलितिर हुन्छ आखिसम्म मात्रै आज छ दुःख दिने भयो टोयले अब के गर्नु यो सिन नदेखिने छेकियो त के आकाश देखाइदिन्छ नि त आकाश आकाश नि अहिले त राम्रो यो निलो आकाश बन्नुहुन्थ्यो सेतो देखेछ गाह्रो छ गाह्रो साह्रै गाह्रो यतातिर चाहिँ जुत्ता लाग्न रेड लाउँदैन थाम्दै थाम्दै त्यस्ता जाब फेरि यस्तो नि जहाँ गाई गोठाला जान्छन् होइन गुवाला यताउति जाने ठाउँमा जुका लाग्छ बिच जङ्गलमा लाग्दैन नि फेरि जुका मान्छेको आवाज आवाज नहुने ठाउँमा हो किन सर भन्नु कुरा त्यस्तो हो कहाँ पुग्यो भने खासै अन्तिम पाइया यही हो यहीँ हो अब यहीँ छोडिदिन्छ हाम्रो जतासुकै छोड्नु भाल छैन है जङ्गल हामी अनि अलि अगाडि जानुपर्छ होइन त्यो दामी दामी सिन आउनु खोजिरहेको छ कि आउनु खोजिरहेको तर आउँदैन जति हल्लाए पनि बाल छैन कि जङ्गललाई फेरि जति हल्लाए नि मत्तै छैन त मत्त अब एकछिन बस्ने हो 3-4 गेम फ्रान्स खेल्ने हो 3-4 राउन्ड त्यसपछि भने काम जति गरे नि बाल ल है अब आजको यति नै vlog भयो चाहिँ हाम्रो भ्लग है अब दुःख पाउने बेला आइसक्यो गाइस जति मोज गर्नु त्यो मोज गरियो मैदानमा जानुपर्ने बेला भइसक्यो मैदानमा उत्रिने बेला भइसक्यो होइन अब यस्तै भयो गाइस गुरुजीले कहीँ नहुने जागिर खाइजोस् बास गरे भन्ने जस्तै भएको छ होइन गाइस ल है त ल गुड नाइट है Good night.